किन सदनमा हेर्दै गर्नुहोस् न। म यहाँ उभिनेपछि सबैजना कसरी हेर्नुहुन्छ, अब सुदन गुरुङले गृहमन्त्रीले केही चिप्लाउँछ र त्यसलाई भाइरल बनाउँला भनेर बसिरहेको हुन्छ। त्यो हो तरिका। तर त्यही पनि कतिजना मानिसज्यूहरू विपक्षी मानिसज्यू भए पनि मलाई माया गर्नुहुन्छ, मैले देखाएको छु। हाम्रै मानिसज्यूहरू धेरै माया गर्नुहुन्छ। कति गलत गर्ला कि हामीले सच्याइदिनुपर्छ म सम्झाइ पनि राख्नुहुन्छ, त्यसमा म एकदमै आभारी छु। आइएम भेरी ह्याप्पी, आइएम मोर देन ह्याप्पी। म एउटा जेनेरेसनलाई रिप्रेजेन्ट गर्छु, एउटा युथलाई रिप्रेजेन्ट गर्छु, एउटा नयाँ पुस्तालाई रिप्रेजेन्ट गरेर हामीहरू आइरहेको छौँ। र त्यो पुस्ताको इज्जत धान्ने कर्तव्य मेरो हो। र म त्यो पुस्ताको इज्जत फाल्न नदिनको लागि म हर कदम प्रयास गर्छु। तपाईँहरूको नि इज्जत नफाल्नको लागि विदेशमा गएर म तपाईँहरूको इज्जत पनि धान्नलाई म हर कदम प्रयास गर्छु। चाहे तपाईँ काङ्ग्रेस होस्, चाहे तपाईँ एमाले होस्, तपाईँ माओवादी होस्, हामीलाई त्यस्तो सरकार छैन। तपाईँ एउटा नेपाली हो मेरो लागि, तपाईँ मेरो दाजु हो, मेरो भाइ हो। सारा संसारमा सारा ठाउँमा मैले भनिसकेको छु यो कुरा। त्यही भएर कतिपय प्रश्नहरू गर्दाखेरि हेलिकप्टरको विषय उठाउनु भयो। समय महोदय, मलाई अलिकति समय दिनु होला है। धेरै कुरा मलाई भन्नु मन लागिरहेछ आज। यो हेलीको विषयमा अब धेरैजना मानिसहरूले उठाउनु भयो। हेली, हाम्रो त्यो हेली पानीमा खोलामा गाडी छिरो, हेली किन गएन? We need to work smart. हामी यो जेनेरेसनको मान्छे, हामीसँग ड्रोन छ र हेली। तपाईँ आफै म तपाईँलाई प्र्याक्टिकली आज म भन्छु, त्यो ठाउँमा हेली त्यत्रो माथि उड्दाखेरि मुनिको बगिरहेको देखिन्छ होला। हेली जाँदाखेरि गाडी मुनि छिरिसक्यो, खोलामा गइसकेको। म फर्स्टमा अपडेट डिजास्टरको बारेमा म 10 years एक्सपिरियन्स छ, मैले बुझ्छु के भयो भने तुरन्त आत्तेर फोन गर्छु म। त्यतिखेर बुझ्दै गर्दाखेरि पानीभित्र छिरिसकेको अवस्था थियो र एकजना व्यक्ति त्यहाँ अड्किराख्नु भएको अवस्था, उहाँ पनि लास्ट कन्डिसनमा थियो। हेलीले उद्धार गर्नलाई तपाईँको सर्टन चिजहरू चाहिन्छ त्यसमा, र त्यो मुनि गएर खोज्नु मिल्दैन, त्यसमा ड्रोन चाहिन्छ। ड्रोन भयो भने तपाईँको मुनि गएर हामीले चाहिँ मजासित कहाँ सकेको छ भने खोज्नुपर्छ। सशस्त्र प्रहरी बलको हाम्रो यहाँ के भन्छ कुरिङटारको होल टोली जानुभएको छ त्यहाँ, र त्यहाँ हेली चाहियो। हेली आएर उद्धार हुने होइन, स्मार्ट वेमा गर्नुपर्छ हामीले हेलीको यो। किन त्यो पैसा त हेलीको पैसा त तपाईँको पनि हो। कतिजनाले मलाई फोन गर्नुहुन्छ, यहाँ एकदम अर्जेन्ट भयो हेली उडाउनु पर्यो, एकदम अर्जेन्ट भयो हेली उडाउनु पर्यो। किन? अब सवारी दुर्घटना भएको छ, हामी बुझ्छौँ त्यो संवेदनशील पनि, त्यसको विषय हामी बुझ्छौँ, वी अन्डरस्ट्यान्ड। तर सोच्नुहोस् त, हामीले त्यो पूर्वाधारलाई विकास गर्दै जाने होला नि त हामीले त। अब त यो हेली पनि एउटा के रहेछ, सान रहेछ क्या। मैले हेली उडाउनु सकेँ भन्ने टाइपको एउटा भोटरहरूलाई दिने एउटा त्यो एउटा के भन्नुमा एउटा भोटिङ एउटा उयो जस्तो कि, त्यस्तो नगरौँ। राज्यको पैसा हो, त्यसलाई दोहन हुनु नदिउँ। सकेसम्म परिस्थिति अवस्थाले माग्यो भने हामीले गर्ने हो, तर अवस्थाले नमागेको कन्डिसनमा हामीले गर्नु हुँदैन। त्यो तपाईँकै पैसा हो। फेरि तपाईँहरूले प्रश्न गर्नुहुन्छ हेली किन उडाएको। त्यही भएर त्यसलाई पनि सबै मानिसज्यूहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु, यसमा एकदम संवेदनशील हुँदैन। राज्यको पैसा हो, हामीले हाम्रै पैसा भनेर लिनुपर्छ त्यसलाई। अब विषयवस्तु त यति जस्तो लाग्छ मलाई।